सीताराम कटेल धुर्मुस खुसुक्क अमेरिका पुगेको खबर सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमा हाम्रो बकपत्र भन्दै अति नै लामो स्ट्याटस लेखेर त्यस कुराको बचाउ गरेका छन्। तर उनको भनाई किन अपत्यारिलो छ भन्ने बारेमा 6 बुँदामा चर्चा गरौं। नम्बर 1, धुर्मुसले अमेरिकाको ग्रीन कार्ड लिएको कुरा वर्षौंदेखि गोप्य राखेका थिए। यसअघि अमेरिका पुगेर 1 महिना बसेर फर्केको कुरा पनि उनले यसअघि बताएका थिएनन्। मलाई न्याय देऊ सरकार, म बाँच्न चाहन्छु। अनि दोस्रो नम्बरमा अहिले दोस्रो पटक अमेरिका गएको चाहिँ उनको छोरीको उपचारको लागि भनेर धुर्मुसले दाबी गरेका छन्, जुन सम्भव कुरा हो। तर धुर्मुसले उपचार लगत्तै नेपाल फर्किहाल्ने बताउनु अमेरिकी कानून अनुसार भने सम्भव देखिँदैन। त्यस्तै नम्बर 3 मा अहिले यो दोस्रो पटक अमेरिका गएको खबर पनि उनले गोप्य राख्ने प्रयत्न गरेका थिए। तर यो कुराको